ल यो साउन 8 गते रोपेको ठिकै छ। यो चाहिँ थाँगा र सुतली थाँगा लाउने सिस्टम। यतिको भएछ 2 हप्ता क्रस भएर 8 16 8 त्यहाँ 24 2 हप्ता भएछ। अनि यता चाहिँ यो लगातार 4-5 वर्ष भइसक्यो रोपेको। एउटै बिउ एउटै मल एउटै तरिकाले रोप्ने गरेको भर्खर यत्रो भइरहेछ। कोही उम्रिँदै छ। यो लगातार एकै ठाउँमा एउटै खेती गर्न नहुने रहेछ भन्ने चाहिँ थाहा पाइयो। अब त्यो अघिको नयाँ माटोमा